हेलो नमस्ते सबैजनालाई। आज फेरि अर्को एक्साइटिङ न्यू मिनी ब्लग लिएर आएको छौँ। आजको हाम्रो यात्रा भनेको चाहिँ यहाँ बेनिडोमको ला क्रुज भन्ने एउटा डाँडो छ, त्यो डाँडासम्म र त्यो डाँडादेखि फेरि ट्रेल हिँड्दै हिँड्दै अनि लास्ट इन्डिङ पार्टसम्म पुग्ने चाहिँ हाम्रो प्लान हो। बाटो बाटोमा म अपडेट दिँदै जानेछु, क्लिप्सहरू इन्जोय गर्नु होला। यता चाहिँ क्रिसमसको रौनक छाइसकेको छ। यो चाहिँ बेनिडोम अजुनको गन्तव्यमा हामी पुगिसकेको छौँ। क्रिसमसको चाहिँ धुमधडाक रूपमा चाहिँ तयारी चलिरहेको छ। केटाकेटीहरूको लागि इन्जोय गर्ने प्लस कन्सर्टहरूको लागि पनि तयारी भइरहेको छ। यहाँ चाहिँ बेनिडोममा चाहिँ क्रिसमस छाइसकेको छ है। हामी चाहिँ अहिले हिँड्दै हिँड्दै बेनिडोम सेन्टर आइपुगिसकेका छौँ। यहाँबाट ला क्रुजको लागि जुन उकालो छ जहाँबाट चाहिँ ला क्रुजको लागि चाहिँ प्रपर यात्रा तय हुन्छ। यहाँबाट चाहिँ लगभग 15-20 मिनट चाहिँ अझै लाग्ने बेला छ हामीलाई हिँड्दै। सेन्ट्रल चाहिँ यस्तो छ है, साइक्लिङ ट्र्याक, राम्रो साइक्लिङ ट्र्याक छ यहाँनिर। साइक्लिङको लागि चाहिँ एकदमै हुन्छ। आज चाहिँ हामी हिँड्दै जाँदैछौँ, आज हामी हाइकिङ जाँदैछौँ, साइक्लिङ होइन। त्यही भएर फुटपाथ पछ्याउँदै हिँडिरहेको छु। यो सडक पेटीमा देखिएको रुखहरूबाट चाहिँ अब शिशिर ऋतुको चाहिँ एकदमै स्वागतमा रेडी तत्पर छन् यी रुखहरू भन्ने चाहिँ बुझिन्छ। र यो देख्दाखेरि चाहिँ हामीले 9-10 क्लासमा चाहिँ नेपाली सब्जेक्टमा चाहिँ गुरुले भनेका कविता वा कुनै लाइनहरूको चाहिँ याद आइरहेको छ। उहाँहरूले चाहिँ के भन्नुहुन्थ्यो भने यो शिशिरयामको जाडोमा अनि कठ्याङ्ग्रिएर रुखका पातहरू जसरी उराट लाग्दो भएर झर्छन् र त्यसपछि नै बल्ल हरियाली बसन्त आउँछ भन्ने चाहिँ हामीले सुन्ने गरेको थियौँ। अब हामी यो कुराको चाहिँ साँच्ची हुनुपर्ने छ कि अब शिशिरयाममा चाहिँ कसरी पातहरू झर्छन्, कसरी पतझड हुन्छ र बसन्तमा चाहिँ कसरी फेरि हरियाली मुस्कान बोकेर कसरी चाहिँ बसन्त ऋतु आउँछ भन्ने साथी चाहिँ यो वर्ष हामी हुनेछौँ। त्यो बेनिडोमका फुटपाथका रुखहरूको साथी चाहिँ हामी हुनेवाला छौँ। सिटी एरिया चाहिँ पुरै सकिएर अब चाहिँ हामी उकालो चढ्न लाग्यौँ। अब यो चाहिँ फुल्ली डाँडा काँडा छ र यो बाटोहरू देख्दाखेरि चाहिँ हामीलाई नेपालको पनि झल्को आउँछ। अलि घुमाउरो बाटोहरू, उकालो बाटो र सासै फेर्न गाह्रो हुने अवस्था चाहिँ हुनेवाला छ, किनकि उकालो चाहिँ एकदमै ठाडो टाइपकै उकालो छ। अब हामी पसिना निकाल्दै श्वास रफा गर्दै चाहिँ माथि ला क्रुजसम्म पुग्नेछौँ। भ्यू हेर्दाखेरि चाहिँ अलिकति नेपाल टाइपको फिल आउँछ, नेपालको पहाडी इलाकातिरको फिल आउँछ। र डाँडा काँडा अनि डाँडामा घरहरू पनि छ। ला क्रुज चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन हुनेछ। त्यस पछाडि ला क्रुज पुगेपछि चाहिँ हामी फेरि त्यस पछाडि त्यो हाइकिङ ट्रेल चाहिँ नेक्स्ट डेस्टिनेसन लास्ट पहाडको इन्डिङसम्म पुग्नेछौँ। टपमा देखिरहेको जुन क्रसको चिन्ह जस्तो देखिरहेको छ नि, त्यो चाहिँ हाम्रो ला क्रुज हो। त्यो चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन हो। अबको लगभग 15 मिनट जतिमा चाहिँ हामी फर्स्ट डेस्टिनेसनमा पुग्छौँ, जहाँसम्म उकालो बाटो एकदमै गाह्रो नै भइरहेको छ, सास एकदमै बढिरहेको छ र सँगसँगै भ्यू इन्जोय गर्दै जाँदा चाहिँ अलिकति रमाइलो पनि भइरहेको छ। माथि लगभग 3 घुम्ती जति चाहिँ माथि पुगेपछि चाहिँ हामी ला क्रुजमा पुग्नेछौँ। हाम्रो चाहिँ अब रोड सकिएर चाहिँ यहाँदेखि चाहिँ अफ रोड सुरु भयो। अब हामी चाहिँ यस्तै पाखाभित्ता चढ्दै ब्युटिफुल ला क्रुजको भ्यू हेर्न पुग्नेछौँ।
हामी ला क्रुजको चाहिँ एकदमै क्लोजमा आइसकेको छौँ। यहाँबाट हजुरले देख्न सक्नुहुन्छ र हामी फाइनल्ली टपमा आइसकेको छौँ र यहाँबाट हजुरले ला क्रुज प्लस तलको सिटी भ्यू बिच साइडको भ्यूहरू चाहिँ इन्जोय गर्न सक्नुहुन्छ र यहाँबाट अझै हामी चाहिँ अगाडि बढ्दै बढ्दै यो ट्रेकिङ ट्रेलको इन्डिङ पार्टसम्म पुग्नेछौँ। भ्यूहरू हजुरले देखिरहनु भएको छ। हिँड्ने पसिना पसिना भएको अवस्था। हाम्रो फर्स्ट डेस्टिनेसन पछाडि हामी चाहिँ अब सेकेन्ड डेस्टिनेसनको लागि अगाडि बढिरहेका छौँ। हाम्रो सेकेन्ड डेस्टिनेसनको लागि फेरि यात्रा सुरु भइसक्यो। अघि उकालै उकालो आयो, अब चाहिँ पुरै अफ रोडिङ ट्रेल छ। यहाँबाट चाहिँ हामी तलतिर जानेवाला छौँ। यहाँबाट चाहिँ हामी अर्को त्यो टुप्पोमा पुग्नेवाला छौँ हामी चाहिँ। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है, अप्ठ्यारो बाटो, भिरको बाटो छ। वान मिस लाइफ फिनिस टाइपको छ है बाटो चाहिँ पुरै। यहाँ चाहिँ लोकेसन म्याप दिएको छ अनि के गर्न अलाउड छ, के गर्न अलाउड छैन। यहाँ चाहिँ साइनहरू पनि राखेको छ। हाम्रो टोली चाहिँ अगाडि बढिसकेको छ। बाटो चाहिँ एकदमै चिप्लो र अप्ठ्यारो छ, शीत परेर अझै चिप्लो भएको छ। यात्रा चाहिँ एकदमै एडभेन्चरस छ है। यहाँबाट चाहिँ 4.3 किलोमिटर छ हाम्रो डेस्टिनेसन। डिस्टेन्स छोटो भयो भने बाटो एकदम डिफिकल्टिज एडभेन्चरस फुल भएको भएर अलिक गाह्रो चाहिँ छ, धेरै गाह्रो छ। हामीलाई लगभग अझै आधा घन्टाभन्दा बढी लाग्छ होला। हामी चाहिँ ड्रिङ्क्स ब्रेकमा छौँ अहिले। अलिकति थकान मेटाउँदै अगाडि बढ्ने सोचमा चाहिँ सर्ट ब्रेक लिइरहेछौँ। फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसन नजिक आइपुगिसकेका छौँ। अबको 5 देखि 10 मिनटभित्रमा हामी चाहिँ हाम्रो फाइनल डेस्टिनेसनमा पुग्नेछौँ। फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्नु लाग्यो। अब त्यो देखिरहेको रुखमा चाहिँ हाम्रो बस्ने व्यवस्था छ, त्यहाँ बसेर हामी स्न्याक्सहरू लिनेछौँ। हाम्रो डेस्टिनेसन चाहिँ त्यहीँ हो। अब भ्यूको कुरा गर्ने भएदेखि एक साइडमा चाहिँ फुल्ली बिच हो, मतलब समुद्र हो भने अर्को साइडमा भनेको सिटी हो। तल उता पारिपट्टि हामीले चाहिँ अल्बियर सिटी देख्छौँ भनेदेखि अपोजिट साइडमा हाम्रो बेनिरोम हो। हाम्रो फाइनल डेस्टिनेसनबाट देखिने भ्यूको क्लिप्सहरू चाहिँ म हजुरहरूलाई यहाँ राखिदिनेछु। भ्यू इन्जोय गर्नु होला। जमाना टिकटककै छ। यत्रो टाढा आइसकेपछि यस्तो राम्रो लोकेसनमा 2-4वटा टिकटक क्लिप्स त लिनै पर्यो।
साथीभाइहरूसँग रमाइलो हाँसो मजाक गर्दा गर्दै आज चाहिँ टाइम बितेको पत्तै भएन, एकदमै छिटो टाइम बितिसक्यो। अब चाहिँ हामी फर्किनुपर्ने अवस्था हुन्छ। अब टाइम चाहिँ हामीसँग धेरै छैन, अँध्यारो अँध्यारो हुन थालिसकेको भएर अब चाहिँ हामी फर्किँदैछौँ। फर्किने क्रममा रमाइलो गर्दै गरेको भिडियोहरू क्लिप्सहरू चाहिँ एज अ बोनसको रूपमा चाहिँ बोनस फुटेजहरू राखिदिन्छु, हेरेर इन्जोय गर्नुहोला। हाँसो ठट्टा रमाइलो गफगाफ अनि म्युजिकको तालमा झुम्दै घुम्दै चाहिँ हामी चाहिँ एकदमै कठिन हाइकिङ ट्रेल पनि हामीले कम्प्लिट गरिसकेका छौँ। अब हामी अलमोस्ट हाफ वेमा पुगिसक्यौँ घर फर्किने क्रममा। यतिखेरसम्म हेरेर साथ दिनुभएको सबैलाई धन्यवाद। फेरि हामी नेक्स्ट विक नेक्स्ट डेस्टिनेसनमा भेट्ने नै छौँ। धन्यवाद।